यस भिडियोमा तपाईहरु देख्न सक्नुहुन्छ यहाँ चाहिँ धेरै स्ट्याचुहरु अथवा मूर्तिहरु त्यहाँ देख्न सक्नुहुन्छ। यो चाहिने रियल जस्तो देखिन्छ तर चाहिँ यो चाहिँ स्ट्याचु हो। यो चाहिने नेपालमा छ। तपाई गएर यहाँ भिजिट गर्न सक्नुहुन्छ। र यसले के देखाउन खोजेको छ भनेपछि पहिलाका व्यक्तिहरु पहिलाका मानिसहरु कसरी आफ्नो जीवन निर्वाह गर्थे, कसरी उनीहरु आफ्नो जीवन चलाउँथे, कस्तो कस्तो किसिमका कल्चरहरु कस्तो कस्तो किसिमका चीजहरु हुन्थ्यो भनेर यहाँ देखाइएको छ। तपाई देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ बच्चाहरु कसरी खेल्थे, यो गोरुहरु कसरी चाहिँ यहाँ नोकरहरु चाहिँ मालिककोमा आउँथे ऋण लिन भनेर यहाँ यसरी देखाइएको छ। तपाई देख्न सक्नुहुन्छ। किसान त्यहाँ छ। कसरी यहाँ हेर्न सक्नुहुन्छ। यहाँ गोरुहरु गाईहरु कसरी रियल जस्तो देखेका छन् हेर्नु। तपाई यो भिन्नै छुटाउन सक्नुहुन्न। कसरी चाहिँ एउटा आमाले बच्चालाई खेलाइरहेको यहाँ देख्न सक्नुहुन्छ दृश्य। अनि यहाँ चाहिँ बाहिर गाई भैँसी बाँधेको उहाँ चाहिँ को बसेको मान्छे जस्तै देखिरहेको छ। कति रमाइलो छ। यो कुन ठाउँ होला जस्तो तपाईलाई पनि लाग्न सक्छ। तर कमेन्टमा कमेन्ट गर्नु होला। अनि हेर्न सक्नुहुन्छ रियल जस्तो छ के ठ्याक्कै रियल जस्तो केही पनि फरक छैन के ठ्याक्कै मान्छे बसेको जस्तो छ। तपाई हेर्न सक्नुहुन्छ। हेर्नुस् त उता मान्छे ठ्याक्कै उम्लेको जस्तो। कस्तो अचम्म किसिमले के कसले बनाएको होला के यस्तो। म त छक परे यो कहाँ होला के भन्ने तपाईलाई लागिरहेको होला हैन। हेर्नुस् कस्तो के घर पनि ठ्याक्कै बनाएको के घर त रियलै हो। हेर्नुस् न कसरी मान्छेले आफ्नो तन्नार गद्दार बुनिरहेका कसरी वहाँ के तेलहरु पेलिरहेका छन्। बच्चालाई नुहाइरहेका छन्। यहाँ चाहिँ हेर्नु कसरी बच्चालाई नुहाइरहेका छन्। अनि हेर्न सक्नुहुन्छ कसरी पहिलाका मानिसहरु जिउँथे हैन। हेर्नु कसरी जाँतो पिसेर तेल निकाल्ने होला रहेछ यो। हेर्नु हुलाकीहरु कसरी बच्चालाई कसरी खुलाइन्थ्यो, हुलाकीहरु कसरी घरमा चिठी दिन आउँथे भनेर यहाँ देखाइएको छ। अहिले त मोबाइलको जमाना आयो। पहिला हेर्नुस् कसरी आउँथे हैन। उहाँ के बनाइराख्नु भएको छ उहाँको। उहाँ इस्त्री लगाउने मान्छे कपडामा इस्त्री लगाउने व्यक्ति हेर्नुस् यस्तो हुन्थ्यो पहिलाको जमानामा। अमेजिङ। हेर्नुस् यहाँ के काटिरहेका छन् बच्चाहरु कसरी खेलिरहेका छन्। अचम्मको ठाउँ छ के म त यहाँ गएर अचम्मै परे। हेर्नुस् यो ठाउँलाई हेर्नुस् त कुकुर सुतेको रियल जस्तो देख्यो छैन त। केही पनि फेक यो बाख्रा हेर्नुस् कस्तो रियल देखेको के हेर्न सक्नुहुन्छ। हेर्नुस् यो घरमा हेर्नुस् के गरिरहेका छन्। यहाँ बाख्राहरु बान्ने ठाउँमा हेर्नुस् त कस्तो रियल के यस्तो रियल स्ट्याचुहरु त आजसम्म मैले देखेको पनि थिएन। हेर्नुस् कुखुराहरु हेर्नुस् कसरी मान्छेहरुले हेर्नुस् यहाँ चाहिँ के बनाइरहेका छन्। हरेक स्ट्याचुको यहाँ चाहिँ केही न केही चाहिँ सन्देश चाहिँ दिएको छ। मान्छेहरु कसरी जिउँथे भन्ने कुरा चाहिँ यहाँ सन्देश चाहिँ दिएको छ। हेर्नुस् कसरी मान्छेले पहिला दाढी फाल्न आउँथे कसरी हैन आफ्नोहरु बियरहरु सेभ गर्थे भने यहाँ देखाइएको छ। हेर्नुस् यहाँ कसरी चाहिँ यहाँ आँसी हतौडा बनाउने व्यक्ति यहाँ देखाइएको छ। हेर्न सक्नुहुन्छ हलो जुवा बनाउने व्यक्ति हैन। पहिलाका कारखाना हेर्नु कसरी पहिलाको जमानामा पढाइ हुन्थ्यो। हेर्नुस् यो पाठशाला पढाइने ठाउँ हेर्नुस् कसरी पहिलाका विद्यार्थीहरुलाई पढाइन्थ्यो। हाम्रो बुबा बाजेहरु कसरी पढ्नु भयो। हेर्नुस् यहाँ चाहिँ न्यायाधीश यहाँ वकिल सोकिल यहाँ के हुने एउटै न्याय हुने हो। यहाँ हेर्नु कुवामा पानी निकाल्ने ठाउँ हेर्नुस् कति सुन्दर दृश्य छ हैन। रुखहरु बोकिरहेका छन्। यहाँ आफ्नो यहाँ बनाइरहेका छन् सामग्रीहरु। हेर्नुस् हेर्न सक्नुहुन्छ तपाईहरु कसरी पहिलाका मानिसहरु यो जिउँथे त हैन। हेर्न सक्नुहुन्छ। आहा कस्तो सुन्दर हो के हेर्दा नै म त थाक्नै भएन के कति हुन् के। ओहो हेर्नु त यो जंगलै बनाएको छ के यो पुरै कति बिगामा बनाएको छ के यो
पुरा कति बिगामा पुरा हरेक कुराको चाहिँ नि यहाँ दिएको छ क्या। स्ट्याचुको अनुसार मान्छेले कसरी जिउँथे आफ्नो जीवनकाल। अहिले त मोडल आयो, मोडल जमाना आयो, मोडल रूपले जिउन खोज्छ मान्छे। तर पहिला कसरी जिउँथ्यो भनेर एउटा आफ्नो बच्चालाई देखाउनको निम्ति, आफ्ना छोराछोरीलाई देखाउनको निम्ति हेर यसरी तिनका बाजेहरू यसरी आफ्नो जीवनहरू जिउँथे, यसरी गरेर त्यो आफ्नो धेरै एउटा स्टडी गर्नको निम्ति, एउटा आफ्नो छोराछोरीको लागि देखाउनको निम्ति साह्रै राम्रो। हेर्नुहोस् कसरी बजारमा कसरी मानिसहरू आफ्नो बजारमा तरकारीहरू किन्ने जान्थे। हेर्नुहोस् त, ओहो कति सुन्दर। हेर्नुहोस् कति सुन्दर के यहाँ गाई गोरुहरू कसरी बेच्थे पनि त पहिला। हेर्नुहोस् न बेचिरहेको देखाइरहेको छ। हेर्नुहोस् कति सुन्दर दृश्य आज देख्न पाइयो। जीवनमा पहिलोचोटि यस्तो दृश्य देख्न पाउँदाखेरि म धेरै नै खुसी छु। यदि तपाईँले यस्ता किसिमका स्ट्याचु, यस्ता किसिमका हिस्टोरी होइन तपाईँ हेर्न चाहनुहुन्छ भने तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ। हेर्नुहोस् त, आहा कस्तो रमाइलो छ क्या यहाँ सिक्नलाई, केही कुरा जान्नको निम्ति। धेरै यस्ता व्यक्तिहरू छन् जसले आफ्नो बाजेहरू कसरी सङ्घर्ष गर्नुभयो, कसरी अगाडि बढ्नुभयो भन्ने कुरा उनीहरूलाई थाहा हुँदैन। तर यसै यो हेरेन कुस्तीहरू कसरी लडिन्थ्यो त, अर्थात् रेस्लिङ भन्छ। पहिला चाहिँ